रामपुर हजुर। सो गाइजहरु आज चाहिँ लास्ट हो। अब चण्डीनाथ सिद्धिने आमा सिद्धिने भएको भएर साह्रै रमाइलो भइरहेछ। मैले अझै नजिकबाट पनि भिडियो गराएको छु गाइजहरु, हेर्नु होला राम्रोसित। एकछिन भने टाइम मिलाएर वेटिङ गरेर हामी यहाँ चाहिँ सबै हाम्रो अमाजी दिदीको के अरे सासू मम्मी, मेरो आमा भनौँ न, मेरो नि आमै हो, उहाँ पनि सासू आमै हो होइन। अनि उहाँको चाहिँ हाम्रो यहाँ सबै खेत सबै आमाहरूको पर्नुहुन्छ अरे आमा। यत्रोको खेतहरू यत्रो जग्गा यो बाँसो झ्याङ्रो यताको मकै बारीदेखि लिएर सबै यता पर्नुहुन्छ आमाहरूकै। यता कोलाघारी नै होला आमा सायद होइन, यता पारी पारी चाहिँ कोलाहरू छन् टन्नै मकैहरू। अनि उहाँ चाहिँ सुँगुर थाम्दै चाहिँ पर हजुरले देख्नु नआउँदा सायद होइन, मैले जुम गरेर देखाउँदैछु हजुरलाई। अनि यहाँबाट लास्ट भरेतिर चाहिँ के अरे उहाँ पारी त्यो पारी झिलिली देखाएको ठाउँमा मन्दिरमा लानुहुन्छ आमा सेलाउन, आमा साकेला सेलाउन लानुपर्छ हजुर। पनि उहीँबाट गरेर ल्याउनुपर्छ हजुर हजुर। तर लास्टै रमाइलो भयो यसपालि। म त फर्स्टचोटि आएको हो नि त गाइजहरु, पहिला त आएको थिएन है गाइजहरु। अझै फर्स्टचोटि आएको साह्रै रमाइलो लाग्यो आमा यसपालि, तर मलाई साह्रै रमाइलो लाग्यो हजुर हजुर। हामी चाहिँ अब भोलि मात्रै फर्कन्छौँ है गाइजहरु। हजुरलाई मैले भिडियो बनाएर राख्नेछु, एडिट गरेर हेर्नु होला, साथ दिनु होला। मन पर्नु भएकोमा एक स्योर लाइक पनि गर्न नबिर्सिनु होला। मेरो के अरे मेरो युट्युब फ्यामिली सम्पूर्ण साथीहरूलाई लास्टो साकेलाको भिडियो बनाएर राखेको छु। ह्याप्पी 2082 सालको भन्दै 81 भन्दै 82 सालको धेरै शुभकामना भन्न चाहन्छु। हेरिदिनु होला जसरी नै अलिक थोरै भने पनि टाइम मिलाएर बिहानै बेलुका खाना खानेतिर एकछिन एडजस्ट गर्दाखेरि टाइम हुन्छ कि हजुर। अब हामी तलैतिर झरौँ आमा ल। हामी चाहिँ यतातिर टोइलेट खोज्दै आएको, अनि सबै खेतहरू हाम्रो आमाकै पर्छ भन्नुभयो। अनि गफ गर्दै आएको हामी फर्केछौँ गाइजहरु। अब लाटो भइसक्यो। कति बजेछ त आमा आज त? अनि 5:30 भइसकेछ। हामी चाहिँ जान्छौँ पारी मन्दिरमा सेलाउन लानुहुन्छ उहाँ, पारी मन्दिरमा जानुहुन्छ। अब सबै जम्मा भएर अब सबै यो डुकुराहरू उठाएर हेरौँ मन्दिर उठाएर पारी मन्दिर सेलाउनुहुन्छ हेर्नु गाइजहरु। म चाहिँ कविता थापा थापाको मगरको भ्लगमा आएर लाइक सेयर कमेन्ट पनि गर्नु होला मेरो गाइजहरु। आई हेभ यु, नमस्ते, आई मिस यु। माया गरेर लाइक सेयर कमेन्ट गरिदिनु चाहिँ नभुल्नु होला। बाई बाई भन्दै आजलाई अन्तिम भिडियो। हामी भोलि घर फर्किनेछौँ गाडीमा। आज बिहान हामी 7-8 बजे आएको, यहाँ चाहिँ 10 बजे आइपुगेको थिएँ। खानासाना खाएर नजिकै पर्नु हुँदै चाहिँ हाम्रो अमाजी दिदीको घर, यहाँ आमाको घर चाहिँ आमाजी दिदीको बुहारी मेरो अमाजी दिदी चाहिँ। अनि मेरो आमाजी दिदीको बुहारी चाहिँ म आफै पऱ्यो कि ममा पऱ्यो कि गाइजहरु। बाई बाई सबैलाई। आजलाई भिडियो यति नै गाइजहरु। बाई बाई। आमा उहाँ पुग्नु भइसक्यो, आउनु भन्दै उहाँ पुग्नुभयो। आजलाई यति नै। फेरि अरू दिन पनि केही भिडियो भ्लग बनाएर एडिट बनाएर राख्नेछु एडिट गरेर गाइजहरु। बाई बाई, आई मिस यु।